सत्य तथ्य सहितको कार्यक्रम विराट विशेष। नमस्कार, कार्यक्रम विराट विशेषमा स्वागत छ। म मिलन अधिकारी। कार्यक्रम विराट विशेषमा हामी विशेष गरी समसामयिक विषयको कुराकानी गर्ने गर्छौँ। त्यसै अनुसार आज हामी पूर्वको शैक्षिक हब बन्न सफल जनता बहुमुखी क्याम्पसमा छौँ र जनता बहुमुखी क्याम्पसमा यही पुस 5 र 6 गते हुन गइरहेको अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलनको विषयमा हामी संवाद गर्न गइरहेका छौँ र यसलाई फर्स्ट JMC इन्टरनेसनल कन्फरेन्स 2025 पनि भनिएको छ र यसको तयारी कस्तो भइरहेको छ, यहाँ को आउँदै हुनुहुन्छ र यस सम्मेलनभित्र के गरिन्छ भन्ने विषयमा क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा यस कार्यक्रमका कन्भेनर इन्द्रप्रसाद प्याकुरेल हामीसँग हुनुहुन्छ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। नमस्कार। यस शैक्षिक सम्मेलनको तयारी कहाँसम्म पुगेको छ र के कस्तो भइरहेको छ? धन्यवाद। जनता बहुमुखी क्याम्पस पब्लिक क्याम्पसहरूमध्ये नै एउटा विद्यार्थीको सङ्ख्याको हिसाबले शैक्षिक गुणस्तरको अनुसन्धान क्रियाकलापमा चाहिँ एउटा अग्रणी शैक्षिक संस्थाको रूपमा चाहिँ परिचित रहेको छ र जनता कलेजले यसभन्दा अगाडि पनि विभिन्न वर्कसपहरू तथा अन्य अनुसन्धानात्मक क्रियाकलापहरू गरिरहेको छ र त्यसैको आधारमा जनता कलेजले पुस 5 र 6 गते एउटा अन्तर्राष्ट्रिय सम्मेलन जसलाई हामीले फर्स्ट JMC इन्टरनेसनल कन्फरेन्स 2025 नाम दिएका छौँ, त्यो गर्न लागिरहेका छौँ र यस कन्फरेन्सको मुख्य उद्देश्य, मुख्य थिम इनोभेसन, रिसर्च एन्ड सस्टेनेबिलिटी इन हायर एजुकेसन भन्ने रहेको छ र त्यसपछि हामीले यसलाई जम्मा 4 भागमा विभाजन गरेका छौँ। एउटा ह्युम्यानिटिज एन्ड सोसियल साइन्स, दोस्रो जेनरल एजुकेसन, म्यानेजमेन्ट र ELT भन्ने 4वटा चाहिँ यसका सब थिमहरू रहेका छन् र यसको कार्यक्रम लगभग हामीले 90% चाहिँ तपाईलाई यसका पूर्व कार्यहरू चाहिँ समापन गरिसकेको अवस्था रहेको छ र यस कार्यक्रममा चाहिँ देश विदेश गरेर 600 देखि 700 चाहिँ पार्टिसिपेन्ट्सहरू रहनु हुनेछ र तपाईलाई त्यसमा चाहिँ नेपालको विभिन्न सङ्घ संस्था, विभिन्न ठाउँहरूबाट चाहिँ जनता कलेजमा चाहिँ आफ्नो पेपर प्रेजेन्टेसन गर्नको लागि, प्यानल स्पिकर्स स्पिच दिनको लागि आउनुहुनेछ भने 6 देखि 7वटा विभिन्न राष्ट्रहरूबाट चाहिँ विदेशी तपाईलाई महानुभावहरू, प्रेजेन्टर्सहरू, स्पिकर्सहरू चाहिँ यस जनता कलेजमा चाहिँ आएर आफ्नो स्पिच, आफ्नो पेपर चाहिँ प्रेजेन्ट गर्नुहुनेछ र यसको कार्य चाहिँ आजसम्म हामीले के गरिसक्यौँ भन्ने सन्दर्भमा हामीले तपाईलाई अन्तर्राष्ट्रिय सम्मेलन गर्नको लागि चाहिँ विभिन्न समितिहरू तथा उपसमितिहरू निर्माण गरेका छौँ र ती सम्पूर्ण समितिहरूमा चाहिँ रहेका सदस्यहरूले ती समितिले चाहिँ आफ्नो ठाउँमा रहेर कार्य गरिरहनु भएको छ र यो तपाईहरूले यो कार्यक्रमलाई हैन अन्तर्राष्ट्रिय स्तरको यहाँ 6वटा भन्दा बढी देशहरूका चाहिँ वक्ताहरू, त्यसैगरी अनुसन्धानकर्ता, शिक्षक र शैक्षिक क्षेत्रमा योगदान गरेका व्यक्तिहरू यहाँ आउँदै हुनुहुन्छ र उहाँहरूको व्यवस्थापन लगायत उहाँहरूलाई चाहिँ यस सम्मेलनमा निमन्त्रणा गर्नेदेखि लिएर यो सम्पूर्ण तयारी पनि पुरा भइसक्यो होला। उहाँहरूलाई अब यहाँ आइसकेपछि व्यवस्थापन गर्ने अथवा छुट्टै फ्याकल्टीको चाहिँ यो वक्ताहरूले चाहिँ त्यो कुराहरू बताइराख्दाखेरि यसको कसरी व्यवस्थापन गरिरहनु भएको छ? अब यो तपाईलाई अन्तर्राष्ट्रिय सम्मेलनमा विदेशबाट तथा स्वदेशबाट आउने पाहुनाहरूको लागि हामीले भौतिक रूपमा होटल लगायतको यातायात लगायतको सम्पूर्ण कार्यहरू चाहिँ तपाईलाई हामीले म्यानेज गरिसकेको अवस्था छ र अब यसमा चाहिँ तपाईलाई यहाँ आइसकेपछि उहाँहरूले दिने स्पिच, उहाँहरूको स्लट्स चाहिँ हामीले यो एक किसिमबाट यो मल्टिडिसिप्लिनरी चाहिँ तपाईलाई इन्टरनेसनल कन्फरेन्स हो। यो कुनै एउटा मात्रै सब्जेक्ट अथवा एउटा मात्रै विधासँग सम्बन्धित नभइकन तपाईलाई विभिन्न सब्जेक्टहरू, विभिन्न थिमहरूमा चाहिँ रहेर यो अन्तर्राष्ट्रिय सम्मेलन हुन गइरहेको छ अथवा यसलाई हामीले मल्टिडिसिप्लिनरी तपाईलाई इन्टरनेसनल कन्फरेन्स भइरहेको छ। त्यही भएर हामीले यो सर्टेन तपाईलाई विषयलाई चाहिँ मात्रै चाहिँ तपाईलाई एउटा रुममा गर्ने अथवा अर्को विषयलाई अर्कै रुममा गर्ने भन्दा पनि हामीले के गरेका छौँ भने एउटा हाम्रो मेन हल हुन्छ, त्यो मेन हलमा चाहिँ
तपाईँलाई किनोट स्पिच चाहिँ त्यो मेनहरूबाट हुन्छ र त्यसपछि हामीले प्लेनरी तपाईँलाई स्पिकर्सको लागि प्लेनरी सेसनको लागि चाहिँ अन्य 4वटा हलहरू चाहिँ निर्माण गरिसकेका छौँ र यहाँ 4वटा चाहिँ तपाईँलाई प्लेनरी हलहरूमा चाहिँ प्लेनरी स्पिकर्सहरूले चाहिँ आफ्नो स्पिच हुनेछ र त्यसपछि हामीले अन्य 14वटा कन्करेन्ट सेसनको लागि हल निर्माण गरेका छौँ र त्यो 14वटा कन्करेन्ट सेसनमा चाहिँ तपाईँलाई विभिन्न तपाईँलाई प्रेजेन्टर्सहरूले आफ्नो पेपर प्रेजेन्ट गर्नुहुनेछ भने तपाईँलाई वर्कसप पनि त्यही कन्करेन्ट सेसनमा चाहिँ ती 14वटा हलहरूमा चाहिँ हुनेछ। जस्तो यहाँ मुख्य स्पिकर र प्लेनरी स्पिकर भनेर तपाईँले यहाँ जुन कुरा भनिराख्नु भएको छ उहाँहरूले यहाँ छनौट गरेर ल्याउँदाखेरि कस्तो प्रक्रिया रह्यो र उहाँहरू मुख्य अथवा त्यो प्लेनरी भनेर चाहिँ आफ्नो यो अनुसार चाहिँ छानेर आउनु भएको छ के छ? अब यसमा छनौट गर्ने सिलसिलामा मैले अगाडि पनि भनिसकेँ हाम्रो मुख्य थिम छ र त्यसका सब थिमहरू रहेका छन्। मुख्य थिम भनेको त हाम्रो इनोभेसन रिसर्च एन्ड सस्टेनेबिलिटी इन हायर एजुकेसन र त्यसपछि हामीले अन्य 4वटा चाहिँ तपाईँलाई यसका सब थिमहरू राखेका छौँ र ती प्रत्येक सब थिमका चाहिँ 5-5वटा अन्य थिमहरू रहेका छन् र हामीले प्लेनरी स्पिकर्स अथवा किनोट स्पिकर्स तपाईँलाई छनौट गर्दा उहाँहरूलाई रिक्वेस्ट गर्दा हामीले तिनै सब थिमहरूलाई पकाडेर त्यसैको चाहिँ तपाईँलाई हामीले के गरेका छौँ त स्पिकर्सहरू चाहिँ छनौट गरेका छौँ। यहाँ अब धेरैजनाको सहभागिता पनि रहन्छ होला यहाँ जहाँसम्म यहाँहरूले कतिवटा चाहिँ अड्कल पनि गर्नुभएको छ होला र उहाँहरूको व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ एउटा यो चुनौतीपूर्ण कुरा पनि हो। यहाँ यति धेरै विद्यार्थीहरू पनि हुनुहुन्छ होइन, त्यसै गरी यो इटरीको समुदायले पनि यस सम्मेलनलाई चाहिँ नजिकबाट निहालिरहेको छ र धेरै आउने पनि यहाँ सहभागी हुने पनि एउटा हामीले अड्कल पनि गरेका छौँ र यसलाई व्यवस्थापन कसरी गर्नुहुन्छ? अब मैले यसमा फिजिकल व्यवस्था भन्दा पनि हामीले यहाँ तपाईँलाई जनता कलेज प्रवेश गरिसकेपछि हाम्रो स्पिकर्सहरूलाई व्यवस्थापन भन्ने कुरा नै हजुरले गर्नुभएको होला। अब यस्तो हुन्छ तपाईँलाई यत्रो ठुलो प्रोग्राम भइरहेको छ जहाँ 600 देखि 700 चाहिँ तपाईँलाई पार्टिसिपेन्ट्सहरू यस कार्यक्रममा चाहिँ उपस्थित हुने हामीले अड्कल गरेका छौँ र यसमा के हुन्छ भने यसलाई व्यवस्थापन गर्नको लागि हामीले तपाईँलाई भोलिन्टियर 100 भन्दा ज्यादा भोलिन्टियरहरू चाहिँ तयार गरिसकेका छौँ। त्यसको फर्म खोलेर त्यो तपाईँलाई भोलिन्टियरहरूले चाहिँ त्यो फर्म फिलअप गरेर उहाँहरूलाई ट्रेनिङ हामीले अहिले दिइरहेका छौँ र त्यसपछि हामीले प्रत्येक सेसनको लागि अथवा कन्करेन्ट सेसनको लागि चाहिँ ऱ्यापटर्सहरू चाहिँ तपाईँलाई फेरि नियुक्ति गरेका छौँ। त्यो चाहिँ विद्यार्थीहरूबाटै तपाईँलाई 20 जनाभन्दा ज्यादा ऱ्यापटर्सहरू चाहिँ के हुन्छ त हामीले छनौट गरेर उहाँहरूलाई ट्रेनिङ गरिसकेको अवस्था छौँ र उहाँहरूले पनि व्यवस्थापन गर्नको लागि सहयोग पुर्याउनु हुनेछ भने हामी आफै आयोजकमा हामी 100 जनाभन्दा चाहिँ ज्यादा तपाईँलाई कर्मचारी तथा तपाईँलाई टिचिङ अथवा प्राध्यापकहरू रहेका छौँ र उहाँहरूले पनि त्यो कुरालाई व्यवस्थापन गर्नको लागि चुस्त दुरुस्त गर्नको लागि पक्कै पनि सहयोग हुनेछ। र यसमा अब सहभागी हुने जुन विद्यार्थी शिक्षक हुनुभयो अनुसन्धानकर्ता लगायत उहाँहरूले चाहिँ यस कार्यक्रमबाट यस सम्मेलनबाट चाहिँ एउटा शैक्षिक उपलब्धि अथवा एउटा लाभ चाहिँ के लिने अपेक्षा राख्नु भएको छ? ओके, यो अत्यन्तै गहिरो क्वेसन छ, जटिल पनि छ। यो डाइरेक्ट हेर्दाखेरि तपाईँलाई फिजिकल्ली कुनै कुरा प्राप्त हुने तपाईँलाई सम्मेलन होइन। यसको तपाईँलाई इफेक्ट सर्ट टर्ममा पनि हुँदैन, यसको इफेक्ट देखिन्छ दीर्घकालमा र यसको मुख्य तपाईँलाई के पाउँछन् त यहाँका प्रेजेन्टर्सहरू अथवा यहाँ पार्टिसिपेन्ट्स हुने विद्यार्थी तथा तपाईँलाई अन्य रिसर्चर्सहरूले पार्टिसिपेन्ट्सहरूले के प्राप्त गर्नुहुन्छ भन्ने कुरामा त एउटा त तपाईँलाई हामीले ग्लोबल नलेज र लोकल नलेजलाई के गर्न सक्छौँ, जोड्न सक्छौँ। उहाँको प्र्याक्टिसेस र हाम्रो प्र्याक्टिसेस के छ त, यस बिचमा अन्तर के छ, के समानता छ भन्ने कुरा हामीले के गर्न सक्छौँ, प्राप्त गर्न सक्छौँ। र अर्को त अब विद्यार्थीले अथवा तपाईँलाई यहाँको प्राध्यापकहरूले पाउने अर्को कुरा भनेको त्यो विषयवस्तुमा त्यसको फाइन्डिङ के हो त, त्यो रिसर्चको फाइन्डिङ के आयो त, त्यसले हामीलाई के प्रभाव पार्न सक्दछ।
यो अर्को पनि के हुन सक्दछ त तपाईलाई यसको मेरिट्स हुन सक्दछ, त्यो प्राप्त गर्न सक्छ। सबैभन्दा ठुलो कुरा के हो भने तपाईलाई यो कन्फरेन्सबाट आएको रिजल्टले, कन्क्लुजनले तपाईलाई यहाँका स्टेक होल्डर्स, पोलिसी मेकर्सहरूले तपाईलाई त्यो निचोडलाई पकाडेर, त्यो रिजल्टलाई पकाडेर हाम्रो करिकुलमलाई भेरिफाइड गर्ने हो या तपाईलाई हामीलाई आजको समुदायसम्म, आजको समयसँग कसरी कोप अप गर्न सकिन्छ त्यस्ता नीति निर्माण गर्नको लागि पनि यसले के गर्दछ त सहयोग पुर्याउँदछ। पक्कै पनि यो सम्पूर्ण तपाईलाई पोलिसी मेकर्स, गभर्नमेन्ट अथवा तपाईलाई इन्डिभिजुअल व्यक्ति, कुनै संस्थालाई चाहिँ नीति निर्माण गर्नको लागि यो तपाईलाई यो कन्फरेन्सले के दिनेछ, तपाईलाई टुल्स एन्ड टेक्निक्स प्रदान गर्नेछ। यो एउटा पूर्वकै लागि पनि एउटा प्रतिष्ठित विषय पनि हो। त्यसै गरी इटरीको लागि त झन् यो इटरीमै जनता बहुमुखी क्याम्पस छ र जनता बहुमुखी क्याम्पस र इटरीका लागि यो कार्यक्रम एउटा ऐतिहासिक कार्यक्रम पनि हो र यसले भोलिका दिनमा अथवा ऐतिहासिक कुराहरूलाई चाहिँ कसरी जोड्छ यो कार्यक्रमले चाहिँ ल्याएर चाहिँ एउटा नवीनता अनि स्थायित्वका लागि, अनुसन्धान र स्थायित्वका लागि यो कार्यक्रम भनेर एउटा मूल सिद्धान्त अथवा मूल मन्त्र पनि दिएको छ होइन। यस कार्यक्रमलाई मुख्य उद्देश्य पनि बनाएको छ भने यसले के गर्छ त यो जनता बहुमुखी क्याम्पस र इटरीको लागि? अब इटरीको लागि के हुन्छ भने यो त यो अन्तर्राष्ट्रिय सम्मेलन फर्स्ट जेएमसी इन्टरनेसनल कन्फरेन्स तपाईलाई यो इटरी सब मेट्रोपोलिटन भित्रको यो पहिलो कार्यक्रम हो। त्यसैमा यो के भयो त एउटा ऐतिहासिक कार्यक्रम पनि हो र अब यो कार्यक्रमले इटरीलाई चाहिँ डाइरेक्टली के फाइदा हुन्छ भन्दा त एउटा त तपाईलाई इटरीको के हुन्छ त एडभर्टाइजमेन्ट हुन्छ। देश विदेशबाट चाहिँ तपाईलाई 600 भन्दा ज्यादा चाहिँ प्रतिनिधिहरू यस कार्यक्रममा उपस्थित हुँदै गर्दाखेरि इटरी नचिनेको मानिसले पनि के गर्दछ त इटरीलाई चिन्दछ र यहाँ रहेका तपाईलाई धार्मिक, सांस्कृतिक, तपाईलाई पर्यटकीय क्षेत्रहरूको एउटा एडभर्टाइज विज्ञापन पनि यो तपाईलाई कार्यले इन्टरनेसनल कन्फरेन्सले गराउनेछ। र यो भन्दा प्रमुख चाहिँ के हो भने जनता बहुमुखी क्याम्पस अथवा यो इटरी लोकालिटी छ नि जति, यो चाहिँ रिसर्चलाई, इनोभेसनलाई चाहिँ तवज्जो दिन्छ, प्राथमिकतामा राख्दछ भन्ने सन्देश पनि तपाईलाई अन्तर्राष्ट्रिय समुदाय पटलमा अथवा राष्ट्रिय पटलमा चाहिँ यो कुरा चाहिँ के हुन्छ त तपाईलाई पुग्दछ। जनता कलेज अथवा यो सेरोफेरोको मानिसहरू रिसर्च गर्नको लागि, अनुसन्धान गर्नको लागि अथवा रिसर्चलाई चाहिँ के गर्दछन्, सम्मान गर्दछन्, रिसर्च एक्टिभिटिजहरूमा चाहिँ इन्भल्भ भइरहेका छन् भन्ने सन्देश पनि तपाईलाई यो अन्तर्राष्ट्रिय पटलमा अथवा राष्ट्रिय पटलमा चाहिँ पुग्दछ। यो रिसर्च अनुसन्धानका कुरा गरिराख्दाखेरि इटरीकै कुरा गरिराख्दा इटरीमा धेरै प्रतिष्ठित निजी क्याम्पस, कलेजहरू पनि छन् होइन, हाम्रै आँखा अगाडि जनता क्याम्पसकै सेरोफेरोमा। र उहाँहरूको चाहिँ यस कार्यक्रमलाई सफल बनाउन चाहिँ उहाँहरूको योगदान कस्तो रहेको छ अथवा कस्तो रहनुपर्छ? एउटा कुरा के हो भने यो इन्टरनेसनल कन्फरेन्स जनता मल्टिपल क्याम्पसको मात्र होइन, यो हाम्रो मात्रै होइन, यो इटरीका सम्पूर्ण मानिसहरूको, सम्पूर्ण सङ्घ संस्था इटरीको यो कार्यक्रम हो। यसको सफलता, यसको विफलता तपाईलाई के हुन्छ, इटरीको समुदायसँग, इटरीसँग जोडिन्छ। र यही कुरालाई मनन गरेर हामीले यो सेरोफेरोका सम्पूर्ण कलेजहरूसँग हामी व्यक्तिगत रूपमा फिजिकल्ली नै त्यहाँ पुगेर उहाँको त्यो कलेजको प्रशासन समक्ष, प्रमुख समक्ष हामी गएर उहाँहरूसँग सहकार्य कसरी गर्न सकिन्छ भनेर त्यो विषयमा हामीले के गर्यौँ त छलफल गर्यौँ। र एउटा कुरा के छ भने इटरीका जति पनि तपाईलाई निजी तथा सामुदायिक कलेजहरू हुनुहुन्छ उहाँहरू सबैको तपाईलाई यो कार्यक्रममा प्रतिनिधित्व हुनेछ भन्ने कुरा उहाँहरूले चाहिँ अलरेडी भनिसक्नु भएको अवस्था रहेको छ। त्यही भएर यो हामीले हातेमालो गरेर चाहिँ यो कार्यक्रम सफल बनाउनको लागि लागिरहेका छौँ। विभिन्न कलेजहरूमा गइराख्नु भएको छ र यहाँ जनता बहुमुखी क्याम्पसमा जति यो चर्चा छ होइन, बाहिर जति चर्चा छ क्याम्पसभित्र पनि उत्तिकै चर्चा हुनुपर्छ सायद, पक्कै पनि। र यो विद्यार्थी माझ चाहिँ होइन उहाँहरूको प्रतिक्रिया के छ, आफै पनि अध्यापन गराउनुहुन्छ र उहाँहरूको यो क्याम्पसको यो कार्यक्रमप्रति चासो, उत्सुकता कस्तो छ? अब एउटा कुरा के हो भने हामी धेरै पनि यस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूमा तपाईलाई यो एउटा माहौलै थिएन, त्यो गइरहेको अवस्था थिएन। यो धेरैको लागि यो कार्यक्रम अत्यन्तै नितान्त के हो त नयाँ कार्यक्रम हो। अब यसमा विद्यार्थीहरूको लागि पनि यो अत्यन्तै के हो त नयाँ कार्यक्रम हो। उहाँहरू ज्यादा उत्सुक हुनुहुन्छ
यो कार्यक्रम के हुन्छ, यसमा चाहिँ तपाईँलाई वक्ताहरूले के बोल्नुहुन्छ, यो कार्यक्रमको प्रोसिडिङ कस्तो हुन्छ भन्ने कुराहरू उहाँ जान्नको लागि धेरै विद्यार्थीहरूले चाहिँ तपाईँलाई के गर्नु भइरहेछ त ऱ्यापेटर्स र तपाईँलाई भोलिन्टियरको लागि चाहिँ के गर्नुभएको छ, आफ्नो नाम दर्ता गर्नुभएको छ। उहाँहरू अत्यन्तै उत्सुक हुनुहुन्छ र आजै पनि हामीले तपाईँलाई एउटा सरसफाइ कार्यक्रम चाहिँ के गरिरहेको थियौँ, सञ्चालन गरेका थियौँ। त्यहाँ विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उहाँहरू सबैले यो कार्यक्रम मेरो कार्यक्रम हो भन्ने कुरा चाहिँ मनन गर्नुभएको छ। अहिले हामीले क्याम्पस पनि चटाचटिक्क पनि बनाइरहेछौँ होइन, यही कार्यक्रमलाई सफल बनाउनका लागि। र यो कार्यक्रम सफल बनाइराख्दाखेरि होइन प्रत्यक्ष रूपमा चाहिँ अब विद्यार्थीले अलिकति अघि तपाईँले भने जस्तो अलिकति यो पहिलो कार्यक्रम हो, नितान्त हामी सबैका लागि नयाँ पनि छ होइन। यसले प्रत्यक्ष रूपमा चाहिँ विद्यार्थीलाई अथवा शिक्षकहरूलाई होइन यो कुरामा चाहिँ हामीलाई प्रत्यक्ष प्रभाव पर्न सक्छ भन्ने केही यहाँहरूले आकलन गर्नुभएको छ? अब यसमा म दुई तरिकाले भन्छु। एउटा त के हो भने अन्तर्राष्ट्रिय सम्मेलनमा हामी पार्टिसिपेट हुनुपर्दो रहेछ भन्ने कुरा तपाईँलाई प्राध्यापक तथा कर्मचारीहरूमा चाहिँ के हुन्छ, सन्देश जान्छ। एउटा प्रमुख कुरा त। अर्को कुरा भनेको तपाईँलाई कतिपय प्राध्यापकहरू जस्तै जनता कलेजकै प्राध्यापक, यो क्षेत्रका प्राध्यापकहरूले त्यो प्लेटफर्म नभेटिरहेको अवस्था थियो। त्यो प्लेटफर्म जहाँ चाहिँ अन्तर्राष्ट्रिय सम्मेलनमा गएर उहाँहरूले आफ्नो पेपर अथवा आफ्नो वर्कसप प्रेजेन्ट गर्ने त्यो प्लेटफर्म नपाइरहेको अवस्था थियो। र यो अन्तर्राष्ट्रिय सम्मेलनले त्यो प्लेटफर्म चाहिँ के गर्छ, हाम्रो प्राध्यापकहरूलाई, यहाँका तपाईँलाई अनुसन्धानकर्ता तथा प्र्याक्टिसनरहरूलाई चाहिँ त्यो प्लेटफर्म चाहिँ के गर्दछ त, प्रदान गर्दछ। एउटा अब प्राध्यापकले के पाउनुहुन्छ भन्दा प्राध्यापकले ती रिसर्च आर्टिकल्सहरूको चाहिँ तपाईँलाई थिम पाउनुहुन्छ, विद्वत वर्गको कुरा सुन्न पाउनुहुन्छ। अहिलेको च्यालेन्जिङ वर्ल्डमा चाहिँ संसारमा चाहिँ कस्ता कस्ता मेथोडोलोजी प्रयोग गरेर चाहिँ तपाईँलाई शिक्षण सिकाइका कार्यक्रम हुन्छन् भन्ने कुराहरू उहाँहरूले चाल पाउनुहुन्छ र त्यसलाई उहाँहरूले आफ्नो कक्षा कोठामा भोलि के गर्न सक्नुहुन्छ, प्रयोग गर्न सक्नुहुन्छ। त्यसको लाभ विद्यार्थीले पनि के गर्नुहुन्छ त, प्राप्त गर्न सक्नुहुन्छ। जस्तो अब यहाँनिर त विशेष गरी तपाईँहरूले आमन्त्रण गरेका व्यक्तिहरू आउँदै हुनुहुन्छ होइन, र यहाँका विद्यार्थीहरूले, आम विद्यार्थीहरूले सहभागी हुने मौका होइन, उहाँहरूलाई कसरी सहभागी हुँदै हुनुहुन्छ अथवा यति धेरै विद्यार्थी पनि हुनुहुन्छ र विभिन्न कोठाहरूमा पनि हामीले राख्ने अघि पनि कुरा तपाईँले दोहोरिहाल्नु भयो, र उहाँहरूको व्यवस्थापन हुन्छ अथवा कुन तरिकाले उहाँहरू सहभागी हुँदै हुनुहुन्छ विद्यार्थी? अब यस्तो हुन्छ, कार्यक्रममा 600 देखि 700 तपाईँलाई प्रतिनिधिहरू अथवा पेपर प्रेजेन्टर, प्रेजेन्टर्सहरू मात्रै तपाईँलाई उपस्थित हुनुहुनेछ। र हाम्रो कलेजमा 6000 भन्दा ज्यादा विद्यार्थीहरू अहिले अध्ययन गरिराख्नु भएको छ। यस्तो अवस्थामा हामीले सम्पूर्ण विद्यार्थीहरूलाई यो कार्यक्रममा समावेश गर्न कठिन हुन्छ। त्यही भएर हामी विभिन्न मिडियाहरू, टेलिभिजनहरूबाट चाहिँ यो कार्यक्रमको चाहिँ के गर्दछौँ त, प्रत्यक्ष प्रसारण हुनेछ, जसलाई चाहिँ विद्यार्थीहरूले घरैमा बसेर पनि के गर्न सक्नुहुनेछ, यसको चाहिँ तपाईँलाई प्रत्यक्ष प्रसारण हेर्न सक्नुहुनेछ। अब हामीले, किनकि हामीसँग सिट अत्यन्तै लिमिटेड भएको कारणले सम्पूर्ण विद्यार्थीहरूलाई समावेश गर्न नसके पनि विद्यार्थीका प्रतिनिधिहरूलाई चाहिँ हामी के गर्नेछौँ त, यस कार्यक्रममा समावेश गर्नेछौँ। र विद्यार्थीहरूको लागि जो यहाँसम्म यो कार्यक्रममा उपस्थित हुन सक्नुहुन्न, उहाँहरू घरैबाट चाहिँ तपाईँलाई यो कार्यक्रमबाट फाइदा लिन सक्नुहुनेछ विभिन्न प्रत्यक्ष प्रसारणहरू हेरेर। अब कार्यक्रमको अन्तिममा पनि छौँ होइन, र यो कार्यक्रममा सहभागी हुँदै गर्ने अब शिक्षक, अनुसन्धानकर्ता, विद्यार्थी होइन लगायत उहाँहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? फर्स्ट जेएमसी इन्टरनेसनल कन्फरेन्स यो एकाडेमिक फिल्डमा अत्यन्तै ठुलो तपाईँलाई एउटा कन्फरेन्स हो र यसमा पेपर प्रेजेन्ट गर्नु, यसमा तपाईँलाई वर्कसप गर्नु, यसमा प्लेनरी स्पिच सुन्नु, किनोट स्पिच सुन्नु आफैमा एउटा सत्सङ्ग जस्तो हुन्छ। त्यही भएर सम्पूर्ण जति पनि तपाईँलाई प्र्याक्टिसर विद्यार्थीहरू हुनुहुन्छ, रिसर्चर हुनुहुन्छ, उहाँहरूलाई चाहिँ यस कार्यक्रममा चाहिँ तपाईँलाई म स्वागत गर्छु। यस कार्यक्रमबाट चाहिँ तपाईँहरूले बेनिफिट लिन सक्नुहुनेछ र यो लोकल नलेजलाई चाहिँ ग्लोबल नलेजसँग चाहिँ इन्टिग्रेट गर्न सकिनेछ, जोड्न सकिनेछ। हामीले फर्स्ट जेएमसी इन्टरनेसनल कन्फरेन्स 2025 भनिरहेछौँ र अब
त्यसै गरी सेकेन्ड थर्ड होइन अब 26 27मा पनि हामीले यो खालको कार्यक्रम हेर्न पाउँछौँ पाउँदैनौँ अथवा कसरी निरन्तर दिने सोच गरिराख्नु भएको छ के छ क्याम्पस यो पहिलो इटा राखेको हो अब यो इटाले घर बनाउनु पर्नेछ हामी यो इटामा अर्को इटा के गर्दै जानेछौँ थप्दै जानेछौँ यस कार्यक्रम यो तपाईलाई पहिलो कार्यक्रम हो र यस्तो सम्मेलनहरू तपाईलाई हामी पुनः गर्नेछौँ यो वार्षिक रूपमा गर्न सकिने अवस्था यसको आर्थिक पक्ष जोडिन्छ हैन अथवा अन्य पक्षहरू जोडिन्छ तर यही प्रकारका कार्यक्रमहरूलाई हामी निरन्तरता दिनेछौँ यो पहिलो तपाईलाई हामीले इटा राखिरहेका छौँ अहिले अन्त्यमा केही भन्नु छ आम दर्शकलाई यो अन्तर्राष्ट्रिय सम्मेलनले तपाईलाई फिजिकल्ली रूपमा भौतिक रूपमा हामीलाई त्यस्तो केही कुरा नदिए पनि यसले हाम्रो सोचाइ हाम्रो तरिका पढ्ने तरिकामा चाहिँ तपाईलाई एउटा झकझकाउने काम गर्दछ नवीनता चाहिँ सिर्जना गर्दछ साथै तपाईलाई विभिन्न प्र्याक्टिसनर विभिन्न रिसर्चर्सहरूले आफ्नो रिसर्च आर्टिकल आफ्नो तपाईलाई वर्कसप यस कार्यक्रममा चाहिँ यो अन्तर्राष्ट्रिय सम्मेलनमा चाहिँ प्रस्तुत गर्दाखेरि र त्यसको निचोडले चाहिँ तपाईलाई स्टेक होल्डर्सहरू पोलिसी मेकर्सहरूले त्यसलाई प्रयोग गरेर तपाईलाई एप्रोप्रिएट तपाईलाई पोलिसी मेकिङ गर्न सक्नुहुनेछ यसको हामीले लिमिटेडलाई मात्रै इन्भाइट गरे पनि विभिन्न तपाईलाई टेलिभिजनहरूबाट चाहिँ यसको प्रत्यक्ष प्रसारण हुनेछ त्यो प्रत्यक्ष प्रसारणहरू हेरेर चाहिँ लाभ लिन हुनेछ भन्ने आशा गर्दछु हस् त यहाँको महत्त्वपूर्ण समयको लागि पनि विशेष धन्यवाद र यो महत्त्वपूर्ण जानकारी धन्यवाद यो समय दिनुभएकोमा तपाईलाई धेरै धेरै धन्यवाद दर्शकबिन आज हामीले यही जनता बहुमुखी क्याम्पसमा हुन गइरहेको फर्स्ट जेएमसी इन्टरनेसनल कन्फरेन्स 2025 को विषयमा हामी यस्तै कार्यक्रम साथै जनता बहुमुखी क्याम्पसमा हुने यस सम्मेलनका विभिन्न जानकारीहरू तपाईहरुमाझ लिएर उपस्थित हुने बाचा गर्दै कार्यक्रम प्रस्तुता म मिलन अधिकारी पनि तपाईहरुमाझ बिदा हुन चाहन्छु धन्यवाद विश्वसनीयता र मर्यादित जवाफदेहिता अनि सन्तुलित अभिव्यक्ति साथै सत्य तथ्य सहितको कार्यक्रम विराट विशेष